जय भोलेनाथ, जय शम्भो। घरको कमजोरी यदि दोस्रो मान्छेलाई बताइयो भने दोस्रो मान्छे अथवा सुन्ने मान्छेले फाइदा उठाउँछन्। घरको कमाई खर्च बाहिरका मान्छेलाई गरियो भने अथवा शत्रु पक्षलाई गरियो भने बाहिरका मानिसहरू कोही पनि खुसी हुनेवाला छैनन्, ताली पिट्नेवाला छन्। घरको झगडा अथवा मतभेद बाहिरको मान्छेलाई सुनाउँदै गइयो भने बाहिरका मानिसहरूद्वारा तपाईको इज्जत घट्दै जान्छ। घरको योजना, केही योजना बनाइयो भने, केही सपनाहरू चाहिँ घरका छन् भने घरको सपना भनेको चाहिँ के हो त भने आफ्ना भविष्यका योजनाहरू चाहिँ बाहिरका मान्छेलाई सुनाउँदै गइयो भने खराब नजर लाउनेवाला हुन्छन्। सबैभन्दा तेज उनीहरूलाई लाग्छ। उनीहरूले हेर्ने दृष्टि तपाईप्रति सधैँभरि नकारात्मक भइरहन्छ र तपाईको खिल्ली उडाइरहन्छ। यदि यो भिडियो मन पर्यो भने कमेन्ट गर्न नबिर्सनुहोला।